हेलो नमस्ते गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ मेरो दिदीको इक्जाम थियो, जसमा मैले दिदीलाई इक्जाम हलमा छाडेर यता खोलातिर टाइम पास गर्न आएको पलहरू भिडियो मार्फत क्याप्चर गरेर हजुरहरू सामु देखाउन कोसिस गर्नेछु, जसको लागि अन्त्यसम्म राम्ररी हेरिदिनु होला। व्हाट्स अप गाइज, म चाहिँ खोलामा गएर आइसकेँ। देख्न सक्नुहुन्छ खोलाको नजारा यो। अनि लेट्स सी अबाउट द्याट। यो चाहिँ हाम्रो ढुङ्गाको मूर्ति, खै के भन्छ आई डोन्ट नो, मलाई पनि थाहा छैन। म चाहिँ यो फर्स्ट टाइम त होइन, त्यही पनि म खासै आउँथेन यो बाटो, जस्ट टाइम पास गर्नको लागि आएको म चाहिँ होइन। यहाँबाट पनि देख्न सक्छौ खोलालाई। नाइस लिभिङ। हेलो गाइज, म चाहिँ यो सिद्ध बाबाको मन्दिरमा यसो डुल्दै फिर्दै आएको। अनि यहाँको एउटा कहानी इन्ट्रेस्टिङ के छ भन्दाखेरि म देखाउँछु। वेट, बगैँचा नहीं लाइक यहाँ पनि एउटा यस्तै गरी एउटा यो यस्तो उसको वन मानव भन्छ कि के भन्छ होइन, यसको चाहिँ यहाँ पनि कङ्काल हड्डी भेटाएको भन्ने कुरा चाहिँ सुने हो। अब देखाएको होइन, न्युजमा पनि छ यसको हड्डी देखाएर यता। म चाहिँ नभने यहाँबाट स्कुटी लिएर जानुपर्ने हुन्छ। अब वाट के भन्नुभयो? खाँदिनँ यार, खाँदिनँ होइन। म चाहिँ हिँडिसकेँ यहाँबाट। अब म टक्कर दिदीलाई ड्रप गर्न जानुपर्ने हुन्छ। यहाँ झन् यस्तो टुक्का हुने रिस्की हुन्छ। हेलो गाइस, म चाहिँ आइसकेँ यहाँ दिदीको कलेजमा। अब यहाँ बसेर चट्ट दिदीलाई कुर्नुपर्ने हुन्छ। यहीँबाट ड्रप गर्ने हो दिदीलाई। दिदीको पनि बेल लागिसक्यो, अब निस्किने बेला हुन्छ उहाँ पनि इक्जाम दिएर। होप राम्रो दियो होला इक्जाम, अनि त्यो पनि सोध्ने हौ है त। हेलो गाइस, हाम्रो दिदी आइसकेको। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो दिदी कस्तो भयो इक्जाम। अन्त्यमा दिदीलाई कस्तो भयो इक्जाम भनेर सोध्दा पनि दिदीले त्यहाँ भन्नुभएको थिएन। अनि त्यसपछि मैले त्यो भिडियो भने त्यहाँ काटिहालेँ, किनकि भिडभाड बढ्दै गएको थियो। अनि त्यस कारण हल्का फर्स्ट टाइम हो नि त, हल्का लाज भन्ने चिज हुन्छ। अनि फेरि त्यही भएर काटेको थिएँ, जसमा अनि बाटोमा आउँदै भन्नुभएको थियो। अनि त्यसपछि मैले लगातार यो भ्लगै गर्छु भनेर भिडियोहरू चाहिँ गराएको थिएन। अनि त्यसपश्चात हामीले धेरै भिडियोहरू खिच्यौँ, यताउति गयौँ घुम्न यताउति गर्न त गरेको थियो अलिअलि, नास्ता यताउति होइन। त्यसको लागि चाहिँ मैले भिडियो चाहिँ गराउँछु भनेर पहिल्यैबाट प्लान गराएको भए त मैले सबै लास्ट इन्डीसम्म नै गराउँथेँ होला। अनि त्यो हल्का मात्रै गरेको भएर मैले त्यति ध्यान भने दिएन। अब घर आएपछि यसो भिडियोहरू हेरेँ, लाइक भ्लग गराउनै मिल्ने टाइपकै भिडियोहरू चाहिँ हल्का भने चाहिँ गराएको रहेछु। अनि त्यो चाहिँ मैले जोडेर यताउति गरेँ। लास्टमा इन्ड राम्रो भएन, अनि यसरी बोल्नु परेको छ। अनि त्यसको लागि माफ पाऊ। अनि एउटा कुरा भने त्यो सिद्ध बाबाको मन्दिरबारे एउटा इतिहास रहेछ, त्यो बारे चाहिँ मैले त्यो भिडियोमा भन्न पाएको थिएन, किनकि मैले खोज तलास गरेर गएकै थिएन। त्यो इतिहासबारे मैले केही जानेको पनि थिएन, खोज तलास नि गरेको थिएन। त्यही मात्र एउटा हड्डी के हो भेट्टाएको भन्ने मात्रै पनि कहाँबाट कसले भनेको थियो र थाहा पाएको थिएँ। अनि त्यसको लागि चाहिँ हजुरहरू अब खोज तलास गर्नुहुन्छ भने इतिहासतर्फ यताउति हजुरहरूलाई चासो लाग्छ भने चाहिँ हजुरहरूले खोजेर हजुरहरूलाई थाहा छ होला। म चाहिँ त्यो
भन्न पनि चाहेन किनकि धेरै लामो बन्छ भिडियो अनि त्यसकारण अब अर्कोचोटि चाहिँ राम्ररी भन्नेछु गर्नेछु लामो भिडियो भयो पनि गराउनेछु अहिले चाहिँ म लागे हस्त बाई बाई लभ यु